चिनजान भएको त एकदम धेरै भयो। हामी पहिला सँगै काम गरेको भएर चिनजान चाहिँ पहिल्यैदेखि थियो। अनि त्यो कम्युनिकेसन चाहिँ खासै हुन्थेन। अब भन्दा भन्दै भोलिको दिन आइसक्यो। जीवनको बाटो यो हिँडेको अब सजाएर सपनाको एउटा संसार अनगिन्ती यादहरूलाई साथै राखेर हाँसोले खुसीले घर सजाएर हामी चाहिँ जापानमा सँगै काम गर्दाखेरि भेट भएको। ट्रेन नपाएर रातभरि पार्कतिर बसेको, एकदम चिसोमा कपडा सपडा नभइकन धेरै समय मेमोरीहरू। सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर चाहिँ एकदम रमाइलो गर्नुपर्ने, फ्यामिलीलाई फर्स्टमा राख्ने मान्छे चाहिँ अब सँगै भयो भने चाहिँ मलाई एकदम राम्रो प्रायोरिटी दिने, रेस्पेक्ट दिने, त्यही चाहिँ मनपर्छ मलाई। त्यही नै हो, एकदमै केयरिङ, एकदमै सेफ टाइपको मदरवाला भाइब्सवाला। ठिक छ, उसँग जिन्दगी बिताउन सकिन्छ। 8 वर्ष सँगै भयो, अब 8 चिनीसँग सँगै भयौँ त्यसरी नै। तिम्रो छहारी तिम्रै अङ्गालोमै बास पाए यहाँ वहाँ बहुतारी सिङ्गल लाइफ वर्क्स भनेर इन्जोय गरेको मान्छे अब भने चाहिँ बाँधिने भयो, बाँधिनुपर्छ, मेरो अन्डरमा आउनुपर्छ। त्यही हो। पछि दिन सधैँ आउँछ जसरी पछ्याउने छु तिमीलाई म सधैँ यसरी। आँसु तिम्रो आँखामा नआउला भन्दिन, तर हँसाउने छु तिम्रो आँसु खस्नु अगाडि। बाचा भयो तिमीलाई मेरो, बाचा भयो तिमीलाई मेरो। फर्स्टमा त मेरो बाबालाई मिस गर्छु, एकदमै ड्याडी हुनुहुन्न। अनि हुनुभएको भए सायद खुसी हुनुहुन्थ्यो होला। अनि हजुरबुवालाई पनि एकदम मिस गर्छु। हजुरबुवा बित्ने बेलामा कान्छो नातिको बिहे चाहिँ हेर्न रहन्थ्यो भन्नुभएको थियो, एकदमै मिस गर्छु आज। अनि स्पेसल्ली दिदीलाई, दिदी चाहिँ अहिले प्रेग्नेन्ट भएर खासै हिँड्न नमिलेर अब डक्टरले नयाँ भनेको भएर आज यहाँ सँगै चाहिँ हुनुहुन्न, तर खुसीको पल हो। एकदम भान्जा भान्जी नयाँ आउँदैछ, एकदम बधाई पनि दिन्छ। एकदमै मिस गरेको छ आज। फेरि आफ्नै दिदी एकैजना हुनुहुन्छ, मिस गरेको। सुख दुःख दुःख सुख सबै बाँटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर। दिनहरू दुःखका नआउला भन्दिन, तर कटाउने छु सबै सबै सँगै हाँसेर। बाचा भयो तिमीलाई।